अनि आमा आज गुन्द्रुक निकाल्नु भएको तपाईँले गुन्द्रुक निकाल्दिएको हो हो भनेपछि राम्रो भयो है मजाले भइरहेछ बास्ना हर्र आइरहेछ त आमा हर्र आयो उ फेर उहाँ ठुलो साग हो त लासेर चाहिँ गुन्द्रुक हालेको आम्मा त्यो ठुलो गुन्द्रुक त बाहिरको सब्जी नखानु धेर घरमै बनाउनु यो ठुलो साग हो उ त ठुलो साग पाहाडे सागको पाहाडे सागको गुन्द्रुक सिन्की पनि आमा सिन्की पनि हो सिन्की पनि हो गुन्द्रुक सिन्की मिसाएको अँ, अब यो दुइटा मिसाएर सुकाउने हो आमा काटेर काटेर मिसाएर सुकाउने फेरि फागुन चैत वैशाख जेठसम्म ड्याममा अचार राख्ने चट्टा चाम्रे बनाउने अनि मजाले दिउँसोको 12 बजे खाना त यही हुन्छ नि नेपाली खाना नेपाली खाना गुन्द्रुक कस्तो कस्तो राम्रो नेपाली राष्ट्रिय खाना यो एउटा निकाल्नु त कस्तो भएछ एउटा एउटा मात्रै एउटा पत्ता मात्रै हो ठुलो पत्ता राम्रो भएछ अर्को यो यो ठुलो हो त उयो ठुलो सागको पत्ता यही होइन यो कस्तो दामी भएछ छै यो चाहिँ के हो सिन्की यो सिन्की गोइलो मिसाएर हाल्नु। गुन्द्रुक मिसाएर हालिदिएको अलिअलि उम्रेको मुला नगरे त अनि कहाँ किनेर मात्रै खानु हौ सब्जीहरू अहिलेको जुगमा किनेर सकिन्छ खाना आफूले रोपेर गरेर पो खानुपर्छ त धेर किन्नु हुँदैन खानुपर्छ गरेर ओके आमा ल